राई जाति किराँत समुदायभित्र पर्छ। यस जातिलाई नेपाल सरकारले आदिवासी जनजाति अन्तर्गत राखेको छ। जनसङ्ख्याका हिसाबले राई जाति नेपालको 10औं ठूलो जातीय समुदाय हो। पछिल्लो जनगणना अनुसार नेपालमा राई जातिको कुल जनसङ्ख्या 6,40,674 छ। यो नेपालको कुल जनसङ्ख्याको 2.2% हो। राई जातिलाई खम्बु, जिमीदार, जिमी पनि भनिन्छ। राई जाति विभिन्न थर, उपथर र पाछाहरूमा विभाजित छन्। यस भिडियोमा राई जातिका मुख्य थरहरू बारेको जानकारी समावेश गरिएको छ। राई जातिका थरहरू: नम्बर 1 आठपरिया, नम्बर 2 बाहिङ, नम्बर 3 बान्तवा, नम्बर 4 चामलिङ, नम्बर 5 छिलिङ, नम्बर 6 छिन्ताङ, नम्बर 7 देवास, नम्बर 8 दुमी, नम्बर 9 दुङमाली, नम्बर 10 जेरुङ, नम्बर 11 खालिङ, नम्बर 12 कोयु, नम्बर 13 कुलुङ, नम्बर 14 लिङ्खिम, नम्बर 15 लोहोरुङ, नम्बर 16 मेवाहाङ, नम्बर 17 मुगाली, नम्बर 18 नाचिरिङ, नम्बर 19 फङदुवाली, नम्बर 20 पुमा, नम्बर 21 साम्पाङ, नम्बर 22 सोताङ, नम्बर 23 थुलुङ, नम्बर 24 तिलुङ, नम्बर 25 बाम्बुले, नम्बर 26 याम्फू। यी राई जातिका मुख्य थरहरू हुन्। यी थरहरू अन्तर्गत पनि अनेकौं उपथरहरू हुन्छन्। तपाईलाई जानकारी भए कमेन्टमा लेख्नुहोला। यो भिडियो हेर्न समय दिनुभयो धेरै धेरै धन्यवाद।